हेलो, यो चाहिँ हाम्रो दसैँको गेट टुगेदर प्रोग्राम थियो हाम्रो डिपार्टमेन्टको। अनि यो चाहिँ हाम्रो 32 पुतलीको द ग्रिल नेसनमा थियो। मैले चाहिँ ठुल्छोरीलाई लिएर गएको थिएँ। मेरो ठुल्छोरीले पनि एकदमै इन्जोय गर्यो। फर्स्टमा त पिरो स्पाइसी भयो भनेर खाँदै खाएको थिएन। पछि बिस्तारै मैले उसलाई पकाउँदै खुवाएँ। उसलाई जुस एकदम मनपर्छ, जुस चाहिँ एकदमै खाएँ। अनि चाहिँ फर्स्टमा चाहिँ हामीले स्न्याक्सहरू खाएँ। द ग्रिल नेसनमा चाहिँ धेरै ग्रिल गरेको खानेकुराहरू पनि थियो। पछि मेरो छोरीले नखाने भन्यो, म आफैले खुवाइदिएँ। अनि उसलाई खुवाइसकेपछि अनि एकछिन सबैजना डान्स गर्न थाल्नुभयो। अनि डान्सहरू हेऱ्यौँ, रमाइलो गऱ्यौँ। अनि त्यसपछि मेरो छोरीले आइसक्रिम खाने भन्यो, उसलाई आइसक्रिम खुवाइदियो। अनि फेरि हामी चाहिँ छिट्टै घर फर्किनु पर्ने थियो। अनि किनभने नानीलाई लिएर गएको थियो नि त, धेरै साँझ परिसकेको थियो। अनि त्यही भएर हामी चाहिँ डिनर खान गइहाल्यौँ। हामी 2-4 चाहिँ, अरू सबैजना त रमाइलो गर्दै हुनुहुन्थ्यो। डिनरमा पनि यति धेरै भेराइटी के खाम अब कति कुरा खानेकुराको त नामै थाहा छैन। तैपनि आफूलाई मनपर्ने थोरै हालेँ। अब यति धेरै भेराइटीमा थोरै हाल्दै पनि कति धेरै भयो। मेरो छोरीले चाहिँ स्पाइसीसम्म खान्न भनेर खाएन। अनि मैले चाहिँ आफूलाई मनपर्ने खानेकुराहरू हालेँ। अनि उसलाई चाहिँ एकदम डेजर्टहरू मनपर्छ। अनि उसले चाहिँ म डेजर्ट खान्छु भनेर भन्यो। मैले उसलाई चाहिँ डेजर्टहरू हालिदिएँ। उसले डिनर चाहिँ खाएन स्पाइसी छ भनेर। तर मैले थोरै दाल र अन्डा करी त हालिदिएको थिएँ, तर उसले खाएन। सबै डेजर्टहरू मात्रै खाएँ। अनि मैले खाएँ मजाले। सबैजनाले चाहिँ मैले खाएको देखेँ भने एकदमै मजा लाग्छ अरे कि, मैले मजाले खान्छु अरे। अनि त्यही भएर मैले चाहिँ आफैले भिडियो खिच्दै अनि खाँदै गरेँ। अनि एकदम अनि डिनर खाएपछि नानीलाई दिएको त्यो डेजर्टहरू सबै सकाएको थियो कि। उसले एकदमै त्यो केकहरू जेलीहरू एकदमै मनपर्छ है। अनि उसले नि सब एकदमै इन्जोय गर्यो, एकदमै रमाइलो भयो। उसलाई खेल्ने साथीहरू चाहिँ भएन। अनि अरू दिदीको छोराछोरीहरू लिएर आउँछु भन्नुभएको थियो, तर उहाँ आउनु भएन। अनि पछि त्यही पनि रमाइलो भयो, हामीले रमाइलो गऱ्यौँ, मजाले खायौँ। अनि घर फर्क्यौँ।